हेलो गाइज, नमस्ते, गुड इभिनिङ अनि स्वागत छ आजको मेरो बेलुकाको भ्लगमा होइन। 7 बजेर अहिले चाहिँ 25 मिनट गएको अवस्था अनि काठमाडौँ भ्याली चाहिँ यसरी देखिरहेछ रातिको समयमा। अनि मैले चाहिँ खाना खाइसकेँ गाइज। खाना खाएर यसो अब किनकि म चाहिँ फेरि छिटछिटै खाना खान्छु अनि एकछिन यसो आँगनमा हिँडडुल गर्छु, तलतिरको भ्यू हेर्छु। अनि त्यही भएर आज चाहिँ मैले तपाईँहरूलाई पनि सेयर गरिदिएको। 7:30 हुँदासम्म पनि उज्यालो हुन्छ अहिलेको समयमा चाहिँ। हेर्नु यस्तो मस्त देखिन्छ काठमाडौँ भ्याली बेलुकाको समयमा। हल्का हल्का बादल लागेको छ। अनि यो चाहिँ रह्यो एयरपोर्ट। हेर्नु सबै ठाउँ यहीँ भित्र छ, यही खाल्टोमा। आधातिर सतैतिर झिलिमिली भइसक्यो किनकि रात परिसक्यो। हेर्नु रात परेर जताततै झिलिमिली भइसक्यो। आकाश एकदमै कालो बादलले छेकेको छ किनकि अब राति फेरि रातभरि पानी पर्छ। यस्तै हो असारको महिना, बर्खाको मौसम। अनि हामी चाहिँ खाना खाएर होइन, खाना खाएर अब यसो भान्सा सान्सा सफा गरेर अनि सुत्न रेडी भइसक्यौँ। मौसम यस्तो छ। हेर्नु यतातिर भाँडा माझ्दैछ खाना खाएर किनकि हामी चाहिँ जुठो भाँडा राख्दैनौँ। खाना खाएपछि चट्ट लगाएर भाँडा माझ्छौँ, त्यसपछि हामी कुचो लाउँछौँ अनि त्यसपछि हामी आफ्नो आफ्नो ठाउँमा जान्छौँ गाइज। हेर्नु यस्तै भयो आजको एकदम बेलुकाको भ्लग पनि हेरेर माया गरिदिनु होला होइन। अनि मौसम खतरा देखिरहेछ होइन। हेर्दाखेरि यस्तो छ। हेर्नु आकाश पुरा कालो बादलले छेकेको छ किनकि यो कालो बादल अहिले धरतीमा झर्नेवाला छ, बर्सात बनेर। ल गाइज, सबैजनालाई गुड नाइट। आजको रात चाहिँ एकदम शुभ सपना, मिठो सपना देख्नु सबैजनाले। जस्तै मेरो भिडियो हेर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद। सबैजनालाई गुड नाइट, बाई बाई, शुभरात्रि।